आराधना गर्ने स्थान भनेको सेवा गर्ने स्थान हो, शो गर्ने होइन। प्रेज एन्ड वर्शिप भनेको कुनै परफर्मेन्स होइन। यो हाम्रो ट्यालेन्ट देखाउने मौका पनि होइन। यो परमेश्वरलाई आराधना गर्ने समय हो। वर्शिपको केन्द्रबिन्दु हामी होइनौं, उहाँ अर्थात् प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। मेरो स्वर कस्तो सुनियो, मलाई कतिले प्रशंसा गर्छन्। वर्शिप लिडरको यस्तो सोचले वर्शिपलाई चाहिँ म केन्द्रित बनाउँछ। बुझ्नुपर्ने कुरा के हो भने वर्शिप इज नट अबाउट अस बट अबाउट हिम। वर्शिपको मूल लक्ष्य प्रभुलाई महिमा दिनु हो। कलोसी 3:17 लेखिएको छ, कुरा वा काममा जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाममा गर। शो अफ गर्न छोडौं। आराधना मञ्च भनेको कुनै स्टेज होइन, यसलाई सेवा ठानौं। परफर्मिङ स्टाइलमा गाउने, अनावश्यक इमोशनल एक्सप्रेसन, यी सबै आत्मिक भन्दा बढी आत्मकेन्द्रित हुन सक्छन्। आराधना भनेको आफ्नो कला देखाउने होइन, परमेश्वरको महिमा गर्ने हो। यूहन्ना 3:30 लेखिएको छ, उहाँ बढ्नुपर्छ, म घट्नुपर्छ। कहिलेकाहीँ वर्शिप लिडरले हरेक गीतपछि लामो प्रचार गर्न थाल्छन्। एउटा कुरा स्मरण गरौं कि प्रचारको समय छुट्टै हुन्छ। वर्शिपको समय भनेको संगीत र आराधना मार्फत प्रभुलाई महिमा दिनु हो। सन्देश दिनुहोस्, तर संक्षिप्त र आत्मिक रूपमा। धेरै बोल्दा हामीले परमेश्वरको आवाज सुन्ने अवसर गुमाउन सक्छौं। चुपचाप रहन पनि सिक्नुहोस्। आत्मिक तयारी बिना वर्शिप लिड नगर्नुहोस्। साउन्ड चेक मात्र होइन, आत्मा र हृदयको तयारी पनि जरुरी छ। प्रार्थना, गीतहरूको गहिरो अर्थ बुझ्नु अनि पवित्र आत्माको अगुवाईमा रहनु, यी सबै अत्यावश्यक कुरा हुन्। वर्शिपको प्रभाव त्यति बेला बढ्छ जब वर्शिप लिडर आत्मिक रूपमा तयारी हुन्छ। नयाँ र पपुलर गीतहरूमा मात्रै आराधना गर्ने नगर्नुहोस्। याद गर्नुहोस्, पुराना गीतहरूले परमेश्वरको विश्वास योग्यताको सम्झना गराउँछन्। नयाँ गीतहरूले उहाँको नयाँ कामको बारेमा बोल्छन्। दुवैलाई सन्तुलनमा राख्नुहोस् ताकि सबैजना मण्डलीमा आराधनामा जोडिन सकुन्। थियोलोजिकली करेक्ट वर्शिप सङ गाउने गर्नुहोस्। कहिलेकाहीँ धुन राम्रो लागेर बाइबलसँग नमिल्ने खालको गीत पनि हामी गाइरहेका हुन्छौं। गीत छान्दा चाहिँ होशियारी अपनाउनुहोस्। बाइबलमा आधारित मात्रै भजन छान्नुहोस्। भजनको सन्देश नै असत्य भयो भने त्यो वर्शिप हुँदैन। दोस्रो तिमोथी 4:3, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन्। गीत छान्दा सन्देश बाइबलमै आधारित हुनुपर्छ। हरेक पटक एउटै ढाँचामा स्क्रिप्टेड खालको वर्शिप नगरौं। प्रेडिक्टेबल वर्शिप बिस्तारै एउटा रुटिन बन्न जान्छ। वर्शिप नयाँ, आत्माले भरिएको अनि आत्माले अगुवाई गरेको र जीवन्त हुनुपर्छ। हात उठाऊ, ताली बजाऊ, यस्ता आदेशले वर्शिपमा दबाव दिन सक्छ। सो प्लिज स्टप कमान्डिङ पिपल टु वर्शिप, बरु इन्करेज र इन्स्पायर गर्नुहोस्। दोस्रो कोरिन्थी 3:17 लेखिएको छ, जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। पवित्र आत्मालाई हामीले रोक्ने काम पनि नगरौं। होली स्पिरिटको अगुवाईलाई स्क्याजुअलमा बाँधेर नछेकौं। उहाँ बोलिराख्नु भएको छ भने अलाउ गर्नुहोस्। पहिलो तेस्सलोनिकी 5:19 भन्छ, पवित्र आत्मालाई ननिभाऊ। मण्डलीमा विशेष गरी नयाँ आएका विश्वासीहरूलाई वर्शिप कसरी गर्ने भनेर नआउन सक्छ। वर्शिप लिडरको भूमिका भनेकै साथ दिनु, सिकाउनु र प्रेमपूर्वक अगुवाई गर्नु हो। वर्शिप लिड गर्नु भनेको आफ्नो टिमसँग ज्याम सेसन गरेको जस्तो मात्र होइन। यो चाहिँ मण्डलीलाई अगुवाई गर्नु हो। गाउने क्रममा आत्मिक रूपमा कनेक्ट गर्नु, सहयोग गर्नु हो। हामी सबैलाई प्रभुको सामु ल्याउनु हो। त्यसैले मण्डलीलाई व्यवस्था नगरौं। पहिलो कोरिन्थी 14:26 लेखिएको छ, सबै कुरा मण्डलीलाई उन्नति गराउनको लागि होस्।
वर्शिपको समय आफ्नो समस्या बाँड्ने प्लेटफर्मको रूपमा प्रयोग नगरौं। यो परमेश्वरको आराधनाको समय हो। समस्याहरूको कुरा गर्ने यो समय होइन। परमेश्वरमा आफ्नो ध्यानलाई केन्द्रित गरौं, समस्याहरूमा होइन। अनि आराधनाको समयमा चाहिँ अरूको आलोचना गर्न छोडौं। यो परमेश्वरको आराधनाको समय हो, अरूलाई औँल्याउने समय होइन। वर्शिप एकताको समय हो, अरूलाई दोष देखाउने वा दोष लगाउने समय होइन। एफिसी 4:29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, र जसबाट शून्यहरूलाई अनुग्रह मिलोस्। र अन्त्यमा बाजागाजा वा भनौं न इन्स्ट्रुमेन्टल खालको मात्र वा प्रोडक्सनमा मात्र ध्यान नदिउँ। यस, गुड म्युजिक म्याटर्स, बट वर्शिपको केन्द्र चाहिँ ख्रिस्ट नै हुनुपर्दछ। प्रिय वर्शिप लिडर्स, हामी तपाईको सेवाको सम्मान गर्छौं। यी बानीहरू सुधार्दा चाहिँ वर्शिप अझ आत्मिक, प्रभावकारी र प्रभुको महिमा बढाउने हुनेछ। सधैँ सम्झनुहोस्, मैले सुरुमै भनेको कुरा कि वर्शिप मञ्च भनेको चाहिँ सेवा गर्ने स्थान हो, शो गर्ने होइन। यदि तपाईँ वर्शिप मिनिस्ट्रीमा हुनुहुन्छ भने कृपया यो भिडियो शेयर गरिदिनुहोस्। कमेन्टमा तपाईको अरू थप केही विचार छ भने अवश्य लेख्नुहोला। धन्यवाद।